दर्शकहरू नमस्कार, होप यु आर वेल। आज नेप्सेले चाहिँ सकारात्मक पर्फर्मेन्स गरेर नेप्से बन्द भएको छ। अधिकांश सेक्टरहरू ग्रिनमा छन्। चुनावको केही हप्ता अगाडि नै नेप्सेमा एक किसिमको सङ्केत देखिएको छ। चुनाव पछाडि स्टेबल सरकार अनि त्यसपछि शेयर बजार, नेपालको अर्थतन्त्रको छाया, जो कि नेपालको कुल जिडिपी भन्दा करिब 15 खर्ब तल छ मार्केट क्यापिटलाइजेसन। भनेपछि धेरै ग्रोथ पोटेन्सियल बोकेको नेपाल स्टक एक्सचेन्ज कता जान सक्छ त? र अहिलेसम्म यसले गरेको विगतको पर्फर्मेन्स, यो आधारमा हामीले चाहिँ नेप्सेको अनुमानित नेप्सेको यात्रा कता हुन सक्छ त? यो विषयमा आज हामी चर्चा गर्नेछौँ। मसँग हुनुहुन्छ सुदन थापाजी हुनुहुन्छ। आज उहाँ फुल लिएर आउनुभएको छ किनकि सायद उहाँको पोर्टफोलियो ग्रिन भएर होला। बट एनिवे यहाँहरूलाई स्वागत छ। यदि कोही हुनुहुन्छ तपाईहरु माझ कोही पनि आफ्नो चाहिँ लाइभमा हुनुहुन्छ र केही जिज्ञासाहरू छ भने राख्न सक्नुहुनेछ। म त्यो जिज्ञासाहरूलाई चाहिँ एड्रेस गर्ने प्रयास गर्नेछु। बाँकी अफलाइन हेर्नुहुने यहाँहरूलाई म सजेस्ट गर्न चाहन्छु, कमेन्ट गर्नु होला तपाईहरुका जिज्ञासाहरूलाई म एड्रेस गर्ने प्रयास गर्नेछु। बाँकी सरस्वती आज चाहिँ हामी सुरुमा आज नेप्से मा चाहिँ नेप्सेको पर्फर्मेन्स त यहाँहरूले देखिसक्नुभयो। मेरो डिस्क्रिप्सनमा गएर पनि हेर्नु होला। भिडियोको डिस्क्रिप्सनमा त्यहाँ पनि नेप्सेको आजको समरी देखाइएको छ। बाँकी नेप्से सामान्य व्यक्तिले पनि गएर कसरी हामी चाहिँ टेक्निकली चार्टमा कसरी यसलाई हेर्ने त, यो विषयमा हामी चर्चा गर्नेछौँ। यसको लागि हामीले नेप्से अल्फा भन्ने साइटको हामीले कुनै एउटा चाहिँ प्रमोसनल भिडियो होइन, तर नेप्से अल्फा मैले मनपर्ने मैले सब्स्क्राइब पनि गरेको छु र नन सब्स्क्राइब एउटा चाहिँ भर्जनबाट पनि तपाईँ सामान्य एउटा एनालाइसिस गर्न सकिन्छ। कुनै पनि स्क्रिप्टको इन्डेक्सको एनालाइसिस गर्न सकिन्छ। ल आउनुहोस् म सरस्वती तपाईहरुलाई मेरो स्क्रिन शेयरमा लाँदैछु। नेप्से अल्फाको स्क्रिन Okay, so it's okay. It's good now. Okay, very good. So हामी चाहिँ अलिकति लाइभमा त्यो स्क्रिन चाहिँ अलिकति डिफल्ट भएको थियो, त्यही भएर चाहिँ ल अब हामी चाहिँ यसपछि यहाँबाट चाहिँ हामीले सर्चबाट कुनै पनि स्क्रिप्टलाई सर्च गर्न सक्छौँ। त्यसमध्ये आज हामी चाहिँ नेप्सेको बारेमा चर्चा गर्दैछौँ। त्यसैले नेप्सेलाई नै खोलेँ मैले। नेप्से यो चाहिँ यो यहाँ स्क्रिप्ट राख्ने ठाउँ नेप्से मैले राखेँ। त्यसपछि यी सबै तपाईँका टुलहरू हुन्छन्, यी टुलहरू प्रयोग गरेर तपाईँ टेक्निकल एनालाइसिस गर्न सक्नुहुन्छ। त्यसमध्ये आज हामी चाहिँ एउटा फिबोनाची रिट्रेसमेन्ट टुल कसरी प्रयोग गर्ने र बजार चाहिँ चाहिँ सपोर्ट एन्ड रेजिस्टेन्स जोन्स जो कसरी पत्ता लगाउने, त्यो विषयमा हामी बढी केन्द्रित रहेर चर्चा गरौँ है त। डे फ्रेममा बजार छ, डी यहाँ छ, डी जो देख्नु भएको छ, यो डे फ्रेममा छ भन्नुको कारण एउटा क्यान्डल बराबर तपाईँको चाहिँ एक दिनमा एक क्यान्डल बन्यो। सबभन्दा पहिला त क्यान्डल भनेको के हो भने हरियो क्यान्डल छ भने बजार तल खुल्यो माथि गएर बन्द भयो भने यो हरियो क्यान्डल हुन्छ। त्यसरी यो छ तपाईँको चाहिँ यो हरियो क्यान्डल तपाईको चाहिँ बजार यहाँ खुल्यो त्यसपछि माथि गएर बन्द भयो, बजार यहाँ तल खुल्यो माथि गएर बन्द भयो, यो हरियो क्यान्डल बन्छ। बजार माथि खुल्यो तल आएर बन्द भयो भनेपछि यो चाहिँ रेड क्यान्डल हुन्छ। यसमा चाहिँ बजार तल खुल्यो माथिसम्म गयो, अलि तल आयो तर बन्द चाहिँ खुलेको भन्दा अलि माथि भयो, यस्तो किसिमको तपाईँको चाहिँ क्यान्डलहरू बन्छन्। जस्तै ह्यामरहरू भन्छन्, यहाँ सबै चाहिँ तपाईँको चाहिँ ह्याङ्गिङ म्यान भए, अनि यी सम्पूर्ण विषयमा पछि चर्चा गरौँला। आज चाहिँ हामी बेसिकली सपोर्ट एन्ड रेजिस्टेन्स जोन कसरी पत्ता लगाउने, नेप्सेमा जसरी हामीले गर्छौँ अरू स्क्रिप्टमा पनि तपाईँ त्यसै गरी गर्न सक्नुहुनेछ। सबभन्दा पहिला हामीले एउटा रेन्ज लिनुपर्छ। जस्तो रेन्ज भनेको फर इक्जाम्पल बजार यहाँबाट जनवरी 26, 2026 देखि माघ 12 देखि मन्डेदेखि बजार चाहिँ तल ओह्रालो लागेको देखिन्छ। हिजोको दिनसम्म जस्तो फाल्गुन 11 गते 23 फेब्रुअरी 2026 मा बजार चाहिँ तपाईँको चाहिँ उकालो लाग्न कोसिस गरेको देखिन्छ। हामीले यो रेन्जलाई, यो करिब झन्डै 1 महिनाको रेन्जलाई फिबोनाची रिट्रेसमेन्ट टुल लगाएर हामीले यसलाई चाहिँ सपोर्ट एन्ड रेजिस्टेन्स जोन भनेको तपाईँको चाहिँ बेसिकली थाहै छ तपाईँलाई। सपोर्ट भनेको बजार जहाँ आएर माथि लाग्छ त्यसलाई सपोर्ट जोन भनिन्छ। जस्तो यो मानिलियो यो सपोर्ट जोन हो, यो सपोर्ट जोन हो, यसको यो सपोर्ट जोन हो। बजार यहाँ आएर जहिले पनि अलिकति बाउन्स हुने प्रयास गरेको छ भनेपछि यो बाइङ जोन भनेर मानिन्छ। डिमान्ड जोन पनि भन्छ यसलाई।
अनि सप्लाई जोन चाहिँ यहाँनिर सप्लाई जोन यहाँदेखि हेर्नुहोस् यहाँबाट बजार यो सप्लाई जोन हो यो सप्लाई जोन भनेपछि बजार करिब करिब लामो समय यसैको रेन्जमा सेराफेरामा घुमिरहेको छ थोरै एक दिन अलिकति तल झर्ने प्रयास गर्यो तर रिबाउन्ड भएर माथि आयो कुल मिलाएर यसकै हाराहारीमा करिब करिब बजार यसकै हाराहारीमा चाहिँ सपोर्ट दिइरहेको छ अनि रेजिस्टेन्स जोन भनेको यो जोनबाट चाहिँ सप्लाई यहाँ सप्लाई बढी भएको छ डिमान्ड कम भएको छ यो डिमान्ड जोन यो सप्लाई जोन भनेर चिनिन्छ यसलाई अझ राम्रोसँग हेर्दाखेरि फिबोनाची रिट्रेसमेन्ट टुल लगाएर यसरी चाहिँ हामीले यसलाई खिच्दा तल खिच्दाखेरि कहिले पनि फिबोनाची रिट्रेसमेन्ट टुल लाउँदाखेरि बायाँबाट दायाँ लगाउनुपर्छ राम्रो बुलिस मार्केटलाई बायाँदेखि दायाँ बेरिस मार्केटलाई फेरि दायाँदेखि बायाँ लगाउनुपर्छ है त त्यो दायाँदेखि बायाँ लगाउनुको कारण के हो भने यी बुलिस मार्केट छ भने हामीले चाहिँ आफ्नो टार्गेट कहाँ छ त्यो हेर्न सहज हुन्छ हामीलाई रिट्रेस कहाँ हुन सक्छ त्यो सहज हुन्छ अहिलेको एक महिनाको रेन्ज करिब करिब एक महिनाको रेन्ज हेर्दाखेरि बजारले अहिले चाहिँ सपोर्ट जोनलाई रेस्पेक्ट गर्दै बाउन्स भएको देखिन्छ अनि माहौल पनि राम्रै छ बजारमा लिक्विड थुप्रै छ अनि चुनाव पनि हुने लगभग पक्कापक्की छ यो सम्पूर्ण कुरा न्युज पनि न्युज अति राम्रो छ लिक्विड धेरै छ बजारमा कारोबार दैनिक कारोबार चाहिँ भर्खरै हेरेको कारोबार आज भएको मैले देख्छु किनकि 4-5 खर्बको कारोबार भनेको भर्खरै हेरेको कारोबार हो र यो बजारले चाहिँ अब हामीले अर्को पटक हेर्नुपर्ने यो एरिया जो तपाईँको चाहिँ 2655 2655 क्रस गर्न सफल भयो भने त्यसपछि एवं तवरले 2677 2677बाट फेरि करिब करिब 2700 को टार्गेट 2700 देखि फेरि 2715 एवं तवरले यसको टार्गेट बढ्दै जानेछ सबभन्दा यसलाई सबभन्दा मुस्किल एकदम पर्ने जोन भनेको 2800 भनेको यो डिमान्ड नभएर सप्लाई जोन हो यहाँबाट चाहिँ सेलिङ हुन सक्छ प्रफिट बुकिङ हुन सक्छ यसलाई पनि बजारले क्रस गरेर जान सक्छ भने फेरि टार्गेटहरू धेरै ठुला छन् तपाईँ हेर्न सक्नुहुन्छ पहिलो टार्गेट हामीले चाहिँ 2891 दोस्रो टार्गेट तपाईँको चाहिँ 3000 3500 करिब करिब तेस्रो टार्गेट भनेको अल टाइम हाईलाई ब्रेक गर्ने हो भनेपछि बजार चुनाव पश्चात यदि राम्रो रिबाउन्स गरेर माथि जान सक्छ र यस्तै लिक्विड भइरह्यो र सकारात्मक सेन्टिमेन्ट बन्यो भने नेपाल शेयर बजारमा अहिले हामी सपोर्ट जोनमा छौँ र थोरै अलि रिस्क म्यानेजमेन्ट गरेर हामी चाहिँ राम्रो कम्पनी क वर्गका कम्पनीहरू ए वर्गका कम्पनीहरूमा हामी लगानी गऱ्यौँ भने एक वर्गका अनि प्राइज एक्सनमा चाहिँ अलि सपोर्ट जोनमा भएका कम्पनीहरू छानेर लगानी गर्दा अलि बजार लगानी योग्य छ यो यसलाई चाहिँ हामीले चाहिँ आज चाहिँ कसरी तपाईँ चाहिँ ए वर्गका कम्पनीहरू छान्ने त त्यो विषयमा चाहिँ मैले तपाईँलाई सरसर्ती नेपाल स्टक एक्सचेन्जको साइटमा लान्छु यो नेपाल stock.com मा जानुभयो भने यस्तो इन्टरफेस तपाईँको चाहिँ खुल्छ फ्रन्ट एन्ड फ्रन्ट एन्डमा गएर लिस्टिङ इन्फर्मेसनमा जानु होला लिस्टिङ इन्फर्मेसन हैन यो सबै कुराहरू लिस्टिङ इन्फर्मेसन भयो लिस्टेड सेक्युरिटिज प्रमोटर शेयर कम्पनी क्लासिफिकेसन यहाँ जानुभयो भने ए वर्ग कुन क्लासको कम्पनी हो ए वर्गको छ भने ए देखाएको हुन्छ बी वर्ग छ भने बी देखाएको हुन्छ सपोर्ट जोनमा कुनै पनि बजार हुँदाखेरि तपाईको चाहिँ कुनै पनि स्क्रिप्टहरू सपोर्ट जोनमा छन् र ए वर्गका छन् र त्यसका क्वार्टरली रिपोर्टहरू पनि राम्रा छन् पोजिटिभ छन् प्राइस टु अर्निङ पनि राम्रो छ त्यसपछि इपिएस पनि तपाईको 20 भन्दा तल छ एस्टिमेट तपाईको चाहिँ सरी पी रेशियो 20 भन्दा तल छ यस्ता किसिमका केही टेक्निकल टुलहरू लगाएर हामी चाहिँ हामीलाई सकारात्मक लाग्छ भने ए वर्गका हाम्रा कम्पनीहरूमा हामीले लगानी गर्ने समय यही नै हो चुनाव अघि बजार उत्पाद त्यसको बाउन्स गरेको छैन सपोर्ट जोनमा छ ए वर्गका कम्पनी त्यसपछि बी वर्ग पाउन सक्नुहुन्छ त्यसपछि जी वर्गका सी वर्गका सब कम्पनी पाउन सक्नुहुन्छ धेरै रिस्क लिएर तपाईँ चाहिँ अलि ठुलो मुभ चाहनुहुन्छ भने अलि रिस्की कम्पनीहरूमा थोरै लगानी लगाउन सक्नुहुन्छ हैन नभए ए वर्गका कम्पनीमा लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने बी वर्ग कम्पनीमा यो चाहिँ इन्भेस्ट गर्ने समय मलाई लाग्छ बाकी तपाईको चाहिँ आजको भिडियोलाई एकदम सर्ट गरौँ आज हामी त्यो फिबोनाची रिट्रेसमेन्ट टुल कसरी लगाउने र सपोर्ट जोन भनेको के हो र सपोर्ट अथवा तपाईको चाहिँ डिमान्ड जोन भनेको के हो र रेजिस्टेन्स र सप्लाई जोन भनेको के हो यसको बारेमा सटिक बतायौँ तपाईले कमेन्ट गर्नु होला यो फिबोनाची रिट्रेसमेन्ट टुल त हामीले लगायौँ तर यसको म्याथ के हो यो कसरी काम गर्छ यसको बारेमा पूर्ण रूपमा तपाईलाई जानकारी चाहिएको छ भने हुन त तपाईँ धेरै पाउनुहुन्छ युट्युबमा धेरै भिडियोहरू पाउनुहुन्छ धेरै हेर्न पाउनुहुन्छ तर यदि तपाईँलाई चाहिँ साँच्चै नै सरल भाषामा कसरी चाहिँ सरल तरिकाले एकदम लेम्यानले बुझ्ने गरी
फिबोनाची रिट्रेसमेन्ट टुलले कसरी काम गर्छ र यसको चाहिँ म्याथ के हो यो विषयमा जान्न चाहनुहुन्छ भने तपाईलाई म अर्को भिडियोमा तपाईँ सबै कुराहरू बताउने छु। आज सटिक लिउँ बजारको बारेमा सरसर्ती समराइज म गर्छु आज। तपाईँ नेप्से तपाईँको चाहिँ नेपालस्टक.com मा गएर होम पेजमा जानुभयो भने यहाँ चाहिँ इन्टरफेसहरू सबै तपाईँको खुलेका छन्। कति टर्नओभर भयो आज, कति ट्रेड भयो त थाहै हाल्नुहुन्छ तपाईँले। तो बेसिकली यो साइटलाई तपाईँले राम्रोसँग पहिला बुझ्नुपर्छ। शेयर बजारमा तपाईँ लगानी गर्नुभन्दा पहिला यो साइटमा गएर यो साइटमा भएकै डेटाहरूको आधारमा अरू सम्पूर्ण साइटहरू बनेका छन्। त्यही भएर यहाँ गएर कति कम्पनी लिस्ट भइरहेछन्, कति मेम्बरहरू छन्, इभेन्ट के छ, मिडिया सबै कुराहरू नेप्सेका डेटाहरू गएर तपाईँको टुडे फ्लोर सेट जे पनि छ डेट वाइज इन्डाइसेसहरू भयो, स्टक ट्रेडिङ के जे पनि तपाईँ चाहिँ यहाँ गएर राम्रोसँग बुझ्नुभयो भने तपाईँलाई चाहिँ फेरि लगानी गर्न सहज हुन्छ र सही तपाईँको पैसा सही ठाउँमा जान्छ। आज चाहिँ हेर्छ टप गेनरमा चाहिँ छन् कम्पनीहरू यहाँ हेर्न सक्नुहुन्छ। टप गेनरका टप लुजरहरू कति छन् यो हेर्न कुन कुन छन् हेर्न सक्नुहुन्छ। एसवाई प्यानलको सबभन्दा टप टर्नओभर भएको छ आज हैन, राम्रो कारोबार गरेको छ, 1800 भन्दा बढी गएको छ। आइपिओ परेकाले 1000 ले 18000 पारिसक्नु भयो होला हैन। यो चाहिँ राम्रो कम्पनी बढिरहेछ भनेर फेरि अझै बढ्छ भनेर धेरै लोभ नगर्ने, यसलाई पनि प्रफिट बुक गर्ने अनि तल झरेको बेलामा फेरि सेयर थप्ने, एकुमुलेट गर्ने यस्तो किसिमको स्ट्राटेजीबाट जान सकिन्छ। बाँकी अगाडिको भिडियोमा आज चाहिँ हामीले फिबोनाची रिट्रेसमेन्ट टुल लगाएर देखायौँ, सपोर्ट जोन देखायौँ अनि सपोर्ट अथवा डिमान्ड जोन भनेर देखायौँ, सप्लाई जोन अथवा रेजिस्टेन्स भनेर देखायौँ हामीले। अगाडिको भिडियोमा तपाईहरुलाई चाहिँ हामीले तपाईको क्वेसनमा आधारित भिडियो बनाउनेछौँ। त्यसरी टेक्निकल एनालाइसिसलाई एउटा एउटा गरेर हामीले चाहिँ बिस्तारै तपाई बुझ्ने गरी एउटा चाहिँ टेक्निकल भाषामा सरर एउटा तपाईको प्रेजेन्टेसन बनाएर देखाउनु भन्दा एक एक चीज सोधेका क्वेसनहरुलाई हामीले एन्सर दियौं भने मलाई लाग्छ यो चाहिँ दर्शकहरुको लागि चाहिँ अलि सहयोगी बन्नेछ। नेप्से बाउन्स लिन खोजिरहेको छ। नेक्स्ट टार्गेट तपाईको चाहिँ करिब अघि नै मैले देखाए अनुसारले नै बिस्तारै जान सक्छ। फेरि एकैचोटी नभएर अलि बाउन्स रिबाउन्स हुँदै रिफ्रेश हुँदै जान सक्छ। बाँकी ह्यापी इन्भेस्टिङ, यो इन्भेस्ट गर्ने समय हो तर ए वर्गका कम्पनीमा अरू रिस्क लिएर तपाईको चाहिँ सपोर्ट जोनमा भएको कम्पनीहरुमा लगानी गर्ने समय हो। शुभकामना चाहिँ यहाँहरुलाई सम्पूर्णलाई, भोलिको लागि पनि यहाँहरुलाई शुभकामना। छिटै चुनाव होस्, समयमै चुनाव होस्, अलिकति सर्यो भन्ने सर्छ कि भन्ने शंका छ। धेरै सर्यो पनि धेरै नसरोस्, सायद त्यो चाहिँ हिमाली भेगमा चाहिँ भएका ती कठिनाइहरूलाई मध्यनजर राख्दै एक दुई दिप तलमाथि गर्नु त्यो चाहिँ एक्सक्युज हुन सक्छ। तर एकैपटक चुनाव होस्, चुनावमा पनि राम्रो नेताहरूलाई छानौँ हामी, नेताहरूलाई छानौँ, राम्रो त्यो नीति निर्माण, अलि धेरै नीति निर्माणमा धेरै परिवर्तन ल्याउनु पर्ने अवस्था छ। त्यही हुँदाखेरि देशको चुनावमा पनि सही व्यक्ति छानियोस्, तपाईको स्टक पनि इन्भेस्टमेन्टमा सही छानियोस्। छान्नको लागि एटलिस्ट बेसिक ज्ञानहरू हामीले कलेक्ट गरेर लगाउनु पर्छ। त्यतिकै मेहनत गरेर कमाएको पैसा जहाँ मन लाग्यो त्यही फिलिङमा आएर गर्नु हुँदैन। शुभकामना चाहिँ यहाँलाई, फेरि भेटौँला। ह्याभ अ गुड इभिनिङ, टेक केयर।